फूल खेती सम्बन्धी 3 दिवसीय तालिम इलाममा शुक्रबारदेखि सुरु भएको छ। सामूहिक रूपमा व्यावसायिक फूल खेती गरी आय आर्जन बढाउन चेतनशील महिला समूह इलामको आयोजनामा तालिम सुरु गरिएको हो। तालिमको उद्घाटन इलाम नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष नरेश श्रेष्ठको प्रमुख आतिथ्यता र चेतनशील महिला समूहकी अध्यक्ष यमुना देवानको अध्यक्षतामा भएको थियो। उद्घाटनपछि इलाम नगरपालिका वडा नम्बर 7 का वडाध्यक्ष नरेश श्रेष्ठले तालिम लिएपछि सहभागीले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै लैजानु पर्नेमा जोड दिनुभएको छ। आगामी दिनमा वडा कार्यालयले फूल खेतीमा लाग्न चाहने महिला दिदीबहिनीहरूलाई सहयोग गर्ने र प्रत्येक घरमा रोप्ने र सजाउने कार्यमा सबैलाई प्रेरणा जगाउने गरी काम गर्न आग्रह गर्नुभयो। सहयात्रा नेपालले उहाँहरूलाई प्रमोट गरिराख्नु भएको छ। उहाँहरूले एउटा काम चाहिँ के गर्नु भने यो फूल रोप्ने काम चाहिँ प्रत्येक घरहरूमा रोप्नुपर्छ, प्रत्येक घरको बारदलीहरूमा रोप्नुपर्छ भन्ने उहाँहरूलाई अलिकति इन्स्पायर गर्ने काम पनि यहाँहरूले गर्नु होला। अलिकति यसरी गर्नुपर्छ भन्ने हिसाबले पनि त्यो काम पनि तपाईँहरूले गर्नु होला। र अर्को ताल चाहिँ इलाम नगरपालिका वार्ड नम्बर 7 को घरमा मात्रै होइन, विभिन्न ठाउँहरूमा फूल रोपेर यसलाई सौन्दर्यीकरण गर्ने कुरामा यहाँहरू लाग्नु होला। त्यसको लागि इलाम नगरपालिका वार्ड नम्बर 7 ले कति बजेट छुट्याउनु पर्छ यो कार्यक्रमको लागि यहाँहरूले यो राख्नु होला। सहयात्रा नेपाल संस्थाकी अध्यक्ष हेमकुमारी शिवाले तालिमपछि व्यावसायिक रूपमा फूल खेती गरी आय आर्जन बढाउन सहयोग पुग्ने बताउनुभयो। संस्थालाई दिगो रूपमा अगाडि बढाउन फूल खेतीले सहयोग गर्ने उहाँको भनाइ छ। आर्थिक आय आर्जन वृद्धिको लागि र हामीले यस संस्थालाई समूहलाई दिगो विकासमा लैजानका लागि हामीले यो फूल खेती तालिम दिन लागेका हौँ र यो चाहिँ एकदम राम्रो र दिगो गर्नुहोस् भन्ने कुरा हामी यसमा शुभकामना पनि दिन चाहन्छौँ। चेतनशील महिला समूहकी अध्यक्ष यमुना देवानले तालिमपछि व्यावसायिक रूपमा फूल खेती गरी दिगो रूपमा संस्थालाई अगाडि बढाउन सकिने बताउनु भएको छ। साथै हामीलाई यो आर्थिक सहयोग दिएर काठमाडौँबाट गर्नुभएको छ र हामीले अब हामीले अरू पनि सहभागीहरूलाई भोलिदेखि अझै धेरै जनालाई बोलाएर राम्रोसँग 3 दिनसम्म हामीले नर्सरीको तालिम राम्रोसँग गराउनेछौँ र भाइको कोही भयो भने आउनु भए पनि हुन्छ। त्यति भन्दै फुल नर्सरीको तालिम गरेर सिकेर सबैले फुल रोपेर वडाबाट सिकेर राम्रो कुरा हामीलाई गर्नुभएको छ। उहाँले पनि अझै हामीलाई फुलको बारेमा के गर्नुहुन्छ भने दिन्छौँ भनेर हामीलाई वचन दिनुभएको छ। त्यो काम पनि हामी सहयात्रासँग सल्लाह गरेर गर्नेछौँ। त्यसै लागि फुलको नर्सरी गरेर बेचेर बजारमा अब हामीले धेरै गराउनु होइन, सानोतिनो नर्सरीबाट पनि आय आर्जन हुन्छ। त्यही गरौँ न भन्ने हिसाबले हामीले सोचेर पनि फुलको नर्सरी गर्नुको लागि सुरु गऱ्यौँ। टेवा काठमाडौँको आर्थिक सहयोग र सहयात्रा नेपाल इलामको समन्वयमा चेतनशील महिला समूहको आयोजनामा भएको तालिममा 15 जना महिलाको सहभागिता रहेको छ। तालिममा फूल व्यवसायी बुद्धमाया सोङमीले सहजीकरण गरिरहनु भएको छ।